Hello everyone guys, welcome back to my YouTube channel. आज चाहिँ हामी क्याम्पस गेटमा छौं गाइस। तपाईहरुले देख्न सक्नुहुन्छ यो दृश्य ट्र्याक लाएर यहाँ चाहिँ हामी अटो चालकहरु हो गाइस। तपाईहरुले देख्न सक्नुहुन्छ दशैंभरि चाहिँ मस्त कमाइ गरे थे केटाहरुले। अब दशैं सकेपछि चाहिँ म्याको अटोहरु चाहिँ सर लाएर यसरी थन्केर बसे लाइनै लाएर गाइस। यहाँ चाहिँ हाम्रो फिस्टे भाइ च्यागुरे भाइ मान्छे नपाएर यसरी बसेको छ च्यागुरे भाइले। भाइ हेलो भाइ के भयो? अटोको हालत यस्तो भएर बसेछ गाइस। अहिले तपाईहरुले देख्न सक्नुहुन्छ यहाँको दृश्य। यो चाहिँ क्याम्पस गेट है गाइस। ट्याक लाएर क्याम्पस गेट लाएर भाइ हेलो भाइ आज कस्तो भयो त नि कमाइ समय झ्याप्प लाएर। हेलो सर के छ हो? दशैंभरि त पुरै फुर्सदै थिएन क्या अरे। अहिले दशैं सकेपछि चाहिँ दशैंभरि फुर्सदै थिएन, अहिले दशैं सकेपछि त अटो पुरै खाली छ के हो दाजु? हाई हाम्रो त सानो भ्लग है, मिठो भयो नमिठो भयो नि तपाईहरुले हेर्दिनु होला गाइस। चाहिँ हामी क्याम्पस गेटमा छौं। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ यो दृश्य क्याम्पस गेट है। यो अटो चालकहरु चाहिँ अहिले दशैंको फुलपाती दिनदेखि चाहिँ पुरै अम्मामा यहाँ मान्छेको चहल पहल भएर बोक्न नसके आमा ए आमा हो भने जस्तै रोज मान्छे बोयो दशैंदेखि लगभग त्यो पूर्णेको दिनसम्म ठिक लास्ट पूर्णेको दिनसम्म चाहिँ मान्छे धेरै चहल पहल भयो गाइस। आजदेखि चाहिँ सुनसान त के भन्ने अब ठिकै मान्छे लागेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ एकदम अटो चाहिँ चापा छ भने चाहिँ हामी अटो चालक हो गाइस। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ आजदेखि चाहिँ मान्छे कम लागेको छ, खासै चहल पहल भएन। तपाईहरुले यो चाहिँ हाम्रो म्याजिक ड्राइभर बाजुले पनि लगभग दिनमा अस्ति त 15,000 कमाउँथे। दशैंको टिकाको दिनमा चाहिँ 15-20,000 कमायो भन्छ। हाम्रो अटो चालकहरुले के भन्छ भने दिनमा कति कमाइ भयो भने सोध्दाखेरि ए आज त मेरो 9,000 भयो, आज त 10,000 भयो, आज त 12,000 भयो, कहिले 8,000 भयो भन्छ गाइस। आज चाहिँ अब कति भयो भनेको त आजदेखि सोध्यो भने 800 भयो भन्छ। तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ